हेलो गाइस, गुड मर्निङ। आज म कहाँ जाँदैछु? हिजो बाहिर जाने प्लान भएको थियो हाम्रो, तर के हो जान मिलेन, भ्याएन। अनि त्यसपछि आज म सरप्राइज, थाहै छैन के म आउँदैछु जाँदैछु भने थाहा छैन, तर मेरो गाडी छुट्छ कि भन्ने टेन्सन भयो के। 8 बजीसम्म किन नउठ्यो होला म के। 8 बजी पछाडि चाहिँ मलाई उठ्न मन लाग्यो, म जान्छु भनेर हिँडेको। म 10-15 मिनटमा रेडी भएर यहाँबाट सौरेसम्म गाडीमा, यहाँबाट सौरेसम्म हिँडेर जान्छु। त्यसपछि गाडी छ, तर गाडी चाहिँ भेट्छ कि भेट्दैन टेन्सन भयो मलाई। अहिले गाडी भेट्यो भने पक्कै फर्केर आउनुपर्छ। म 12 बजे मात्र गाडी छ, अहिले गाडी छैन। दौडिँदैछु के। कपाल पनि चिसै छ, यत्तिकै दौडे हिँडेको। मलाई कसरी लगिदियो पनि हुन्थ्यो क्या। यत्रो गाडी आउने जाने गर्छ है। आमा, आधा घन्टामा पुग्यो भने चाहिँ मैले गाडी भेट्छु। मलाई आधा घन्टाभन्दा बढी टाइम लाग्यो भने चाहिँ मैले गाडी भेट्दिनँ, स्योर। जाडो पनि लाग्यो, पुरा शीत झरेको छ बाटोतिर। बाटो तलबाट जानुपर्छ कि माथिबाट जाने? तलबाट जाने। तलबाट जाउँ, हेरौँ। ओला बिन्दिया अझै त्यो टिप्दैछ क्या ओइली बोइली। यहाँ सक्या छैन, बिचरो बुढोको पानी परेर हिजो र आज चाहिँ धन्न पानी परेन। भोलि फेरि पानी देखाएको छ। ओ माई गड। पछाडि ट्र्याक्टर आउँदैछ कि, ट्र्याक्टर लग्यो पनि हुन्थ्यो। दौडी केटी दौडी। यहाँदेखि घरदेखि यहाँसम्म 10 मिनटमा आइपुग्यो भने म पुग्छु कि भन्ने सोचेको, तर 10 मिनट पनि लागेन जस्तो लाग्यो मलाई। मेरो यो मोबाइलमा फेरि पागल हुन्छ, यो मोबाइलको टाइम हेऱ्यो भने। टाइम बेग्लै छ यो मोबाइलमा। डेट पनि एक दिन अगाडिदेखिको डेट आउँछ। अरूमा 3 भएको छ भने यहाँ 4 भइसक्यो, नोभेम्बर 4। हिजोदेखि मिलाउन खोज्छु, दिमागमा केही छैन, आउँदैन, केही गर्नलाई जान्दिनँ। दिमागमा भुस परेपछि यस्तै हो। यो पोर्चुगलको गाउँ, अनि हो नजारा, त्यता हो गाउँ, यो रोड हो, यो म हो, यो रोड हो, यो म हिँड्ने रोड हो भन्नु नमिल्ने। यहाँ सबैजना हिँड्नुहुन्छ। दिनको एकचोटि हिँड्ने चाहिँ हो गाउँहरू। त्यता गाडी आयो, अब रोक्दैन गाडीले। हेर्दैछु मान्छे भाटामा चाहिँ यो भिडियो बनाउन लाज लाग्छ क्या। अरू जस्तो क्यामेरा तेर्सन लाज लाग्छ। अरू जस्तो गए छोडेर यसरी छोडेर जान्छन्। यो हिजो अस्तिसम्म जङ्गल थियो, अहिले सबै काटेर ओइली झारेर होइन। अस्ति पुरै यहाँतिर गाडीहरू पार्टी जसरी पार्किङ गरेर मान्छेहरू सबै जम्मा भएर काम गर्दै थियो। अहिले कम भएको छ। अहिले सकियो सिजन, यो लास हो। तर घाम खत्तर लाग्यो कि हिजोभन्दा आज। यस्तै हो पोर्चुगल भनेको ठाउँ। जङ्गल बारी, खेत बारी मात्र हो। माइ गड, चिसोले हात कठ्याङ्ग्रेछ हो यति छिटो। बिचरा म धन्न श्वास हुँदै दौडी त आएर आइपुगेँ यहाँ म। गाडी कहाँ कुद्ने हो अब। यो मामा घर, यो रोड हो, त्यहाँ पर जाने हो कि पार्क। गाडी माथिबाट आउने रहेछ, तर यहाँ रोक्छ कि रोक्छ नि थाहा छैन। मेरो छैन गाडी कुद्ने ठाउँ त्यहाँ पर छ, तर यहाँ बस पार्कमा सोधी हेर्नु पऱ्यो मान्छे छ कि छैन। तर यहाँ पनि रोक्छ भनेर देखाएको छ। हो
यो यहाँ हो बस पार्क, यहाँ पनि घुमाउँछ भनेर देखाएको छ, तर खोइ घुमाउँदैन। छेउछाउतिर घाँस काटिरहेको छ यहाँको हो। फर्स्ट टाइम गाडी चढ्दैछु क्या म यहाँ, त्यही भएर थाहा छैन। त्यहाँ पर स्कुलको ड्राइभर देखेको छु, सोध्छु होला त्यो ड्राइभरलाई। मैले सोधी हेरेँ 9:20 छ अरे, मैले चाहिँ 9:16 देखाएको थिएँ क्या। 9:16 चाहिँ त्यहाँ म्युनिसिपालिटीबाट हेर्नु देखेको अरे। यहाँ कुरै पनि हुन्छ, सुन्द्र साउदीको अगाडि कुरै पनि हुन्छ भनेर भनिरहेछ। यहीँ बस्दिन्छु। 45 मिनट देखाइरहेको थियो कि हिँडेर आउँछु 45 मिनट लाग्छ भनेर। 45 मिनट राखेको भए त मैले नभेट्ने हो क्या। 40 त घरमै भइसकेको थियो। ए भगवान्, 40 घरमै गएर। नौ देखाएको भएर म यस्तो दौडिँदै आएको, ठ्याक्क 9 बजी आइपुगेँ यहाँ। तर एकछिन 10 मिनट बाँकी छ। अब क्यान्डी क्रस खेलेर बस्छु, गाडी आएपछि। यहाँ घुम्छ भनेको छ गाडी, हेरौँ। फाइनली गाडीमा हिँडेँ म।
अलि म झरिसक्यो यहाँ हेरौँ फोन गर्छु म त्यहाँ अगाडि गएर के भन्नुहुँदो रहेछ फर्स्ट टाइम गाडी चढेर एक्लै म कहाँ आइपुगेँ उता फर्केर हेरेको छ उता फर्केर हेरेको छ ओ क्रिदा क्रिदा हातमा के बोक्या छ ए अब चाहिँ थाहा भयो के बस पार्कबाट नि अब चाहिँ जान्ने भयो मैले पहिलो पटकै के अरे कहाँको हावा आयो भने त यत्रो खोला रहेछ यहाँ गाडी चढेर एक्लै हिँडेको त पहिलोचोटि हो काम गर्दैछ त्यो पारिपट्टि पनि जान्छ कि त्यो उता के भन्छ सौर्य जाने गाडी त पुल तरेर पारिपट्टि पनि जान्छ घुम्छ ग्राउन्ड लाउँछ दुईटा रुट छ कि एउटा चाहिँ सिधै जाने भयो यहाँ सिधै 10-15 मिनट पुग्ने अघि चाहिँ पुरै गाउँ घुमेर के टोटोमा आउँदा गाउँ घुमेर आएछ सिधैको रुट परेन अब स्कुल बन्द भए बेला चाहिँ घुमेर जान्छ गाउँ घुमेर होइन कम त दुःख छ उता कम त शास्त्री छ दौडिन है अब तपाईँ उठ्नुभयो फोटो खिच्यो कि भिडियो भएछ है भिडियो भयो होस् ल उज्यालो देखेको के नयाँ फोनको कमाल त खत्रै रहेछ त नयाँ गाडी आयो यही भित्र चल्ने गाडी हो यो कोलोनीहरू छ नि यो हुँदै जाने त हो नि त्यो नयाँ फोन नयाँ क्यामेरा त्यही भएर राम्रो आएको दामी कति छ यो त सोधौँ न यो कुइन्डाको हो कि जस्तो लाग्यो 266 छ त हो ओ त्यहाँ परौ त्यही मान्छे त्यही पर्दैन नि फेरि त्यही हो गाडी त्यही हो भने बाई 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 बाई